गाइस लु आज चाहिँ हाम्रो यहाँ गुन्द्रुक हुँदैछ गुन्द्रुक होला है हैन गुन्द्रुकको प्रोसेसिङ चल्दैछ है यो चाहिँ साग हो सागलाई टिपेर है सुकाएर तोरीको सागलाई अनि है ए बिचरा हाम्रोमा चाहिँ ओखली नभएर यो बोतलमा गर्ने सिस्टम छ नि त ए हाल्यो हो जम्मासँगले गाई छौ है यही छ अब यहाँ त्यस्तै छ हो अनि यो गुन्द्रुक चाहिँ कति दिनमा हुन्छ के गर्नुपर्छ यसको लागि यो गुन्द्रुकलाई साग टिपेर ल्याउनु